हेलो साथीहरू, स्वागत छ मेरो मिनी भ्लगमा सबैजनालाई। आज म जाँदैछु दिदीलाई भेट्नको लागि। दिदीले केही सामान मगाउनु भएको थियो अनि मैले सामान दिदीलाई दिएँ। दिदीले काम गर्ने ठाउँमा आमको बोट थियो। दिदीले मलाई काँचो आम ल्याइदिनु भएको रहेछ साथीहरू। त्यसपछि एकछिन दिदीसँग कुरा गरेर म त्यहाँदेखि निक्लेँ। त्यसपछि हामी लाग्यौँ बर्गर हाउसतिर बर्गर खानको लागि। अनि साथीहरू म त्यहाँ पुगेर मैले गरेँ बर्गर अर्डर। मेरो बर्गरको बिल हेर्नु साथीहरू। अनि एकछिनमा आयो बर्गरको अर्डर। मैले सुरुमा पिएँ कोल्ड ड्रिङ्क। त्यसपछि बर्गर खाएर म लागेँ स्टोरतिर। स्टोरदेखि मैले घरमा चाहिने केही सामानहरू लिएँ अनि हामी लाग्यौँ घरतिर। मेरो मिनी भ्लग हजुरहरूलाई कस्तो लाग्छ? राम्रो लाग्छ भने लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला।